त्यही धरो अरूले यसरी खायो देखाइदिएर आफैलाई पऱ्यो यार। ल साथीहरू, हामी चाहिँ अब खाना खान लागेको होइन। हामीले चाहिँ भर्खर गएर खाना लिएर हो। अब खाना चाहिँ म तपाईँलाई देखाउँछु है त। पहिला खाना चाहिँ यो हो हाम्रो, यो भात, यो दाल होइन, यो 1 रुपियाँको दाल भयो है। 1 रुपियाँको भात, 1 रुपियाँको यो भात भयो। यसमा दाल पाउँछ होइन। अनि त्यसपछि यो 1 रियालको भयो यो रोटी है, यो रोटी 1 रियालको। अनि यहाँ लिएको छ हामीले मासु, यो कति, यो 6 रियालको मासु, 6 रियालको, रेल होइन दिराम, 6 दिरामको मासु है। म चाहिँ बिर्सेँ त्यो चाहिँ। अनि ठ्याक्क भन्दा यति मासुको हाम्रो नेपालको हिसाबले पऱ्यो लगभग 200 रुपियाँ पऱ्यो होइन, 200 यो पऱ्यो। अनि यो खानाको यो टोटल जस यहाँको हिसाबले चाहिँ सस्तै हो। अब नेपालको हिसाबले पनि हुन्छ नि, महँगो नै पर्छ। त्यही हो, विदेशी लाइफ भनेको यस्तै हुन्छ होइन, विदेशी लाइफ भनेको यस्तै हो। अनि त्यही भएर अब हाम्रो चाहिँ यहाँ कस्तो भने खाना पकाउनु मिल्दैन होइन। अनि त्यहाँदेखि पकाउनु नि मिल्दैन। अब बाहिर किनेर जाउँ भने किनेर खाने ठाउँ छैन। भित्र हाम्रो सबै टोटल छ कि, क्यान्टिन टोटली छ कि, यहाँ पैसा पठाउने एटिएम सेटिएम सबै यहीँ हुन्छ। अनि त्यही भएर चाहिँ हामीले यहाँबाट खान्छौँ कि, सबैले खाने यहीँबाट नै हो क्या। अनि हामी चाहिँ अब त्यो माथि भर्खर आएको होइन, 2-4 दिन भइसक्यो भनौँ, 2-4 दिन भयो। अनि त्यही भएर अब के गर्नु, एडजस्ट गर्नु पऱ्यो होला होइन। विदेशमा चाहिँ होस् लाइफ काट्नु चाहिँ अलिक गाह्रो नै हुन्छ कि मान्छेहरूलाई, पहिलोचोटि फर्स्टचोटि गयो भने चाहिँ एडजस्ट गर्नु अलिक गाह्रो नै हुन्छ। अनि त्यही हो। तर अब जस्तो जे पाए पनि खानु चाहिँ पर्छ है, खाना चाहिँ। यही हो। ल मासु पनि यहाँ छँदैछ, 3 पिस मासु आएर रहेछ। अब त्यही हो, हामी चाहिँ अब खानासाना खान्छौँ साथीहरू होइन। जे जस्तो भयो भने खानु त पऱ्यो।